यहाँदेखि उल्लेसम्म घोडामा गयो भने 10,000 उसले यहाँदेखि उताबाट यहाँ आयो 10,000 यताबाट उता 10,000 एउटा घोडाको होइन नमरी स्वर्ग देखिने भन्थे हामी अब नमरी स्वर्ग देखिँदैन भन्थे हामी नमरेरै स्वर्ग देखिने भयो क्या कुकुरले टोक्छ क्या ल अन्नपूर्ण आएर छैन अन्नपूर्ण आएर चाहिँ 17 ल हाम्रो धौलागिरी हिमाल जाने ऊ हाम्रो सर थकाइले लास्टै हुँदो रहेछ यार बुढो 1300 भएर पो बुढो कालै हो भन्द मेगदी लगाएको पनि हुने ठाउँ ओह यहाँ त साथी लिक लाग्दो रहेछ हिँड्दै नसकिने 2 पाइला हिँड्यो भने थकाइ लागिहाल्दो रहेछ ल यो पुनिलदेखि फर्केको बाई बाई अब सधैँभरि बसिराख्ने कुरा पनि आएन पानी पर्नु लाग्छ घुम्म परेको छ मौसम है अब यहाँ केही बेरमा पानी पर्न सक्छ चट्याङ गर्न सक्छ त्यसको डरले पनि हामी अब फर्किँदैछौँ है म हरे वे टु महरे भनेको नेक्स्ट डेस्टिनेसन हो फेरि हाम्रो त्यहाँ त म पहिला पनि आइसकेको छु धेरै 6 टाइम जति आज पनि त्यो ठाउँको फेरि सम्झना आएको कारणले गर्दाखेरि त्यो ठाउँमा पुग्न फेरि पनि इच्छा जागेको हुनाले दिलीप सर अगाडि हिँड्दै हुनुहुन्छ पानीको छिटाहरू परिसकेको छ यतातिर पानी आइरहेछ टक्क हेरेको छौँ तर यात्रा यही नै हो हाम्रो के भन्छ यो कुरासँग झेल्नु सक्नुपर्छ यो नै हो हाम्रो चुनौती यो कुरालाई यदि हामीले अब हाइकिङ गरिसके पछाडि जस्तो सुकै आउने चुनौतीलाई चाहिँ हामीले अब एक्सेप्ट गर्नुपर्छ सो हामी यस्तो कुरासँग नडराइकन हिँड्नुपर्छ म चाहिँ पहाडमै हुर्केको हुनाले एकदम यो यस्तो ठाउँमा हिँड्न एकदम रुचि हुन्छ मलाई चाहिँ एभ्रिडे यसरी नै हिँडौँ जस्तो लाग्छ तर त्यस्तो सधैँभरि मिल्दैन होइन दिलीप सर पनि तराईमा हुर्केको मान्छे भए पनि उहाँ चाहिँ बल गरी एकदम आउनुभएको छ उहाँ एकदम खट्ने व्यक्ति हुनुहुन्छ हो मान्छेसँग हुनुपर्ने एउटा एकदम गुण हुनुपर्ने एकदमै नभई नहुने गुण चाहिँ जुनसुकै चिजसँग एकदम खट्नु डट्नु चाहिँ सबैभन्दा ठुलो कुरा हो मान्छेले बिच बाटोमै यो गर्दिन सक्दिनँ भन्ने टाइपको हिम्मत नहार्ने खालको चाहिँ त्यस्तो खालको मन हुनुपर्छ मान्छेको आफ्नो इच्छा शक्ति ठुलो राख्नुपर्छ हेर्नु त यो चिमाल है यो चिमाल साथी हो तपाईँहरू अब कोठामा बसेर ड्याममा टाउको गरुङ्गो भएर जिन्दगी बेकारमा नबिताउनुहोस् साहस गर्नुहोस् यस्तो उकालोमा हिँड्ने कोसिस गर्नुहोस् लाइफ शाहरुख खानको एउटा भनाइ छ लाइफ आज नै जिङ्गे त कब के पो भन्ने त्यो कब जिङ्गे लाइफ भनेको एकदम के भन्छ लामो जिन्दगी एकदम लामो भयो भन्छ त्यसरी होइन छोटो छ एकदम जिन्दगी आजको दिन यत्तिकै बित्छ भोलिको दिन यत्तिकै जाला पर्सिको दिन भन्न नसकिने सिचुएसन आउला सो तपाईँको टाइम अनुकूल हुँदाखेरि चाहिँ साहस गरिहाल्नुहोस्
यो उमेरमा घुम्न सकिन अँ, भने हो। बुढेसकालमा पछुताउनु बाहेक केही काम हुन्न। पछुताउने अब हो उसँग जति पैसा कमाउने साथी हो बुढा दुख्छ अँ। त्यो भन्दा उमेरमै घुम्नुहोस् पैसा भनेको छ्याडिक चिज छ, त्यसले खुसी पनि दिँदैन। तपाईँले जीवनमा जति कमाउनुहोस् त्यसमा रमाउने कोसिस चाहिँ गर्नुपर्छ। पैसाले तनाव दिन्छ, पैसा कहिले पनि मान्छेको गन्तव्य हुँदैन। मान्छेको अन्तिम चाहिँ के भन्छ त्यसलाई, खुसी दिने चिज होइन कि पैसा भन्न अलिकति यस्तो कुरामा बोलिराख्ने नभएको कारणले गर्दाखेरि घरिघरि रोक्ने हुन्छ होइन। हेर्नु त मेहनत भन्ने चिज कस्तो रहेछ। यो ठाउँमा आएर हामी हिँड्न पनि त यति गाह्रो महसुस हुन्छ भने हाम्रै लागि यो बनाइदिने मान्छे चाहिँ एकदम धर्मी हो कि होइन दिलीप सर भन्नु त हो कि होइन। त्यहाँ फलामको अब तपाईँहरूले देखिसक्नुभयो त फलामको चाहिँ त्यो के भन्छ त्यसलाई, बस्ने एक खालको भ्यू टावर बनाउने मान्छे कस्तो होला त। फलाम त त्यहाँसम्म बोकेर ल्याउन कति गाह्रो मुस्किल पर्यो होला त होइन। पक्कै पनि गाह्रो चिज हो। सो हामी घान्द्रुक हुँदै पुनिल आयौँ। पुनिलदेखि फेरि यता महरेतिर लाग्दैछौँ। महरेदेखि चाहिँ तल झर्ने हाम्रो आजको गन्तव्य छ। अक्सिजन अलिकति कम भएको कारणले गर्दाखेरि थोरै हिँड्दाखेरि नै सास बढ्ने हुन्छ, बोल्न अलि मुस्किल पर्छ। हेर्दै गर्नुहोस् यतातिर त अब हेर्नुहोस् यो आस्थाको प्रतीक होला कहीँ न कहीँ। मान्छेको केही आस्थासँग जोडिएको कुरा होला यो। मान्छेको केही भनौँ न आफ्नो के भन्छ त्यसलाई, के भन्छ त्यसलाई, आफ्नो इच्छा के जस्तै आफ्नो लक्ष्य पुरा होस् है भनेर एउटा भगवान्सँग माग्ने, मनको इच्छा पुरा गर्ने चिजलाई के भन्छ त्यसलाई सठिकमा भन्न आएन मलाई। फुलबारी त्यही हो, फुलबारी त्यही हो। म धेरै पटक यहाँतिर हिँडिसकेको छु। यतातिर तलतिर त घाँस काट्नु पनि आएको छु। घाँस भन्नाले यस्तो घाँस होइन कि रुखको घाँस, लिसेको घाँस भन्छ। एकदमै चाहिँ पोसिलो गाई भैँसीको लागि चाहिँ, अनि एकदमै बाक्लो दुध घिउ पर्ने घाँस रे। त्यो चाहिँ एकदम मजाले गाईले खान्छ, गाई भैँसीले। धुपी होइन यो लौट सल्ला यसलाई भन्छ। तपाईँले वनस्पति र हावापानीको सम्बन्ध पढ्नुभयो कि भएन? चिमाल र यो लौट सल्ला मात्रै हुन्छ लेकाली हावापानीमा भने। लेकाली होइन सरी, कतिको चाहिँ समस्या लेकाली हावापानीमा त अब 8000 भन्दा माथिको उसमा झ्याउ र गाई मात्रै पाउँछ माथि। यो चिज मात्रै पाउँछ है साथी हो। एकदम तपाईँले एकचोटि ट्र्याक गर्नुभयो भने, हाइकिङमा आउनुभयो भने तपाईँको आयु चाहिँ 100 दिनको बढ्न सक्छ। पक्कै पनि मिठो खाएर, एक दिन मिठो खाएर सुतेर आराम गरेर मात्रै मान्छे पुरा भइँदैन। मान्छे जतिसुकै विद्वान भए पनि त्यो पूर्ण होइन, त्यो पूर्णता होइन। यो पनि जीवनको एउटा सुन्दर पाटो हो। हामीले यसलाई चाहिँ अँगाल्नु सक्नुपर्छ यो कुरालाई। हो कि होइन दिलीप सर? भोलि मेरो अब के गर्नु अलिकति आँसु उठ्दो हुँदैछ, बुझिदिनु होला। फेरि कोसिस गऱ्यो भने मेरो जति राम्रो कसैको हुँदैन। फेरि कोसिस गर्दै जाँदाखेरि त म जतिको राम्रो कोही पनि कसैले नि गर्न सक्दैन। गुराँसको रङ्ग चोरी सिन्दुरमा हालिदिउँ कि एक चिम्टी सिन्दुर भए दरररररररर
हो मैले त तिमीलाई गोरे पानी मन भन्ने पराए मेरी मायालु ल यो ब्लग यति